ओके रिल्याक्स। अब हामी अनुहारको एक्सरसाइज गर्छौं। अनुहारमा उज्यालोपन आउँछ है, त्यो एक्सरसाइज गर्छौं हामी। त्यसको लागि अब हामी मतिर ध्यान दिएर हेर्ने भाइ बहिनीहरूले म कस्तो गर्दैछु त्यसै गरी गर्ने है। अब हातलाई खुल्ला छोड्ने। अब अनुहारमा बिस्तारै यस्तो हान्ने, बिस्तारै यहाँ पनि दुईपट्टि हानेर यहाँ हो कहाँ हानेको। यसले रक्त सञ्चारलाई राम्रो गर्छ र अनुहारमा उज्यालोपन आउँछ। गालामा डाम बस्ने गरी नहान है, बिस्तारै। ओके रिल्याक्स। ल गर्नु तपाईँ, म यहाँ बस्छु। भिडियो गर्नु रगत सञ्चार बढ्यो। किन अब चाहिँ हामीले घाँटी गर्छौं। देखिन्छ सबै। ल गर्नु है, म गरिदिउँ ल भिडियो। अर्को साइडबाट फेरि रिल्याक्स। रिङ्गटा लागेको जस्तो हुन्छ हैन। ओके अब चिउरा चपाउँछौँ हामी। यो पनि अनुहारकै एक्सरसाइज हो। चिउरा कसरी चपाउँछौँ? दुईतिरैबाट चपाउनु पर्छ क्या, यो यसको चाहिँ एक्सरसाइज हो। चिउरा कसरी चपाउँछौँ? अर्कोतिर बङ्गारालाई चलाउनु पर्छ। भयो? अब फेरि पनि अनुहारको छालालाई चाउरी पर्न दिँदैन यो एक्सरसाइजले। यस्तो गर्नुपर्छ, यसलाई यो भागलाई माथितिर तान्नुपर्छ। यो ओठले माथिल्लो ओठलाई छुने प्रयास गर्नुपर्छ, नाकसम्म पुर्याउने। रिल्याक्स। अब हामीले लाफिङ थेरापी गर्छौँ। लाफिङ हाँस्ने खै हाँस्नु भएको निर्मला मिसा छैन। अब हामी यो शारीरिक योग प्राणायाम हामीले गर्यौं। अब एकछिन हामी मानसिक पनि गर्नेछौँ।